morning everyone, welcome back to my channel. This is Empty Pocket Rich Eyes with a new vlog. So in this vlog I will be surprising my husband because it's his birthday tomorrow. Well, my husband ko birthday ho. And surprise त त्यस्तो केही छैन. I have ordered a small cake for him. अनि अहिले चाहिँ ऊ चाहिँ बाइक धुँदैछ. Today is 15 June and the birthday is on 16th. So बेलुका 12 बजी we'll cut the cake or tomorrow early in the morning. अहिले चाहिँ बाइक धुँदैछ. Let's go downstairs. यहीँबाट vlog start गरेको मैले. Okay, stay tuned. बाइक धुँदैछ हो. आज चाहिँ पानी आयो पानी. उसलाई पनि पानी खान्छ होला. पोकोहरूले पनि पानी हालिदिनुपर्छ पर. मेरे वीडियो के लिए कुछ बोल दो. तेरे पास आ जाओ. तो अंकल का बाइक कैसा लगा? अंकल का बाइक कैसा लगा? अच्छा. हाँ, कौन सा है बाइक का नाम बोल दो. मेरे को नहीं पता. ओह, किसको पता है फिर? हेलो बोल दो यहाँ पे. हेलो. माय नेम इज हृदय. वाओ. हृदय क्या है उसके बाद? नहीं पता. नहीं पता. औ यिनीहरूलाई उनीहरूको सरनेम धरिरहेको छैन हौ. सरनेम धरिरहेको छैन उनीहरूलाई. डिड माई न्युज. यहाँ चाहिँ छ हाम्रो इशु हो. हाई बोल दो इशु. हाय. कुछ बोल्न है मेरो ब्लग के लिए. विशाल चाहिँ ऊपर चामलको बोरा लिनु गएको छ हो. यहाँ उसको साथीको क्वार्टरमा छोडिराखेको थियो हिजो ल्याएर स्कुटीले. अन्त त्यहाँ लिनु गइरहेको छ. तर उसको साथी छैन रहेछ. बुढी मात्रै रहेछ घरमा. उसको बुढी साथीको बुढी सरमले बाहिरबाट सोध्दैछ कि उसको साथी थिएन होला कि सरम मानेर जानु. के भन्छ त्यसलाई? आया रे बाहुबली. अब फेरि भिडियो गर्दैछ भने एउटा हातले पो उठाउँछ त हौ. अहिले अलिक यता क्वार्टर यतासम्म क्वार्टर छ नि त. अन्त अलिक यतासम्म वक गर्नु आएको छ. नानीहरू खेल्दैछ यहाँनिर. शीतल भएको छ नि त बिहान पानी परेर. अन्त उसलाई चाहिँ मेरो अघि भ्लग गरिदेऊ न भनेको त पुरा भिडियो मात्रै पो गरेछ. यहाँ केटाकेटी आउँदैछ. खतराहरू छ सबैजना. सो त्यति नै हो. अहिले चाहिँ बाइकहरू धोइसकेर बकेट राखेर चामलको बोरा राखेर एन्ड देन हामी चाहिँ एकछिन वकमा गयो होइन. हामी दुईजना. अन्त वकमा जाँदा चाहिँ ठिकै केक अर्डरको पनि कल आयो. अनि म चाहिँ ठिकै उसको साथी पनि भेट्यो. अनि म चाहिँ भने कि म जाँदै गर्छु भनेर म आएँ. त्यहाँदेखि केक रिसिभ गरेँ. केक फ्रिजमा पनि हालिसकेको छु. पुरा गरम भयो. नाउ आइल टेक बाथ एन्ड देन आइल ह्याभ टु कुक डिनर. केक चाहिँ फ्रिजमा हालिसकेको छु. आइल सो यु. अहिले चाहिँ मैले केक यत्तिकै राखिरहेको छु हो. अघि ऊ आएर देख्छ भनेर हतार यहाँ फ्रिजमा हालिरहेको छु. अन्त खाना चाहिँ म आफै बनाउँछु. उसलाई आउनु दिँदिनँ आज किचनमा हो. सो यहाँ राखिरहेको छु. यस्तो भएर यस्तो छ केक चाहिँ. यस गाइस केक चाहिँ मैले राखिरहेको छु फ्रिजमा. मैले भने तर मैले अघि मन्चोले त सोधेको थिएँ नि त लाइक अल्टरनेट डेजमा मात्रै हि वेक्स अप एट 4 होइन. सो इफ हि हेज टु वेक अप एट 4 ऊ चाहिँ अगाडिको दिन छिटो सुत्छ नि त. सो आई डोन्ट नो इफ डिस्टर्बिङ हिम इज गुड होइन 12 बजी. सो आई आस्क्ड हिम एन्ड हि सेड लाइक हि विल बी गोइङ टुमोरो 4 बजी. सो आई डोन्ट थिङ्क आज राति केक काट्छ. इन्स्टेड भोलि बिहान मात्रै काट्छ होला. सो आई विल कन्टिन्यू दिस ब्लग टुमोरो इन द मर्निङ अराउन्ड 7 o'clock. स्टे ट्युन. सो गाइज यो चाहिँ हो केक होइन. अहिले चाहिँ हामी खानाहरू खाएर पनि खानासाना खाएर काम पनि सकिसक्यो. सो केक चाहिँ मैले खोलेकै छुइनँ कि कस्तो छ भनेर. खोल्नु मन पऱ्यो हो. अप्ठ्यारो भयो निकाल्नु. मेरो ट्राइपोडै निकालिनँ नि त उता. सो केक चाहिँ कस्तो छ भनेर हेर्नु मन परिरहेको थियो. सो खोलेर हेरौँ ल गाइस कस्तो छ. कस्तो छ. ए टेप लगाएको रहेछ है. कसरी खोल्नु अब यो टेप लगाएको थियो. सिजर. ए चाकु छ यहाँनिर. So let us see.
I love the packaging. Wow. मैले भनेको जस्तै पठाइदिनु भएछ। यो चाहिँ मैले गीत डिलाइट्सबाट अर्डर गरेको, यहीँ आगरामै एउटा होम बेकर रहेछ उहाँकोबाट। मन पर्यो मलाई चाहिँ यो। क्युट छ नि त प्याकेजिङ पनि, हेर्नु न। अन्त यो पनि हो, यसलाई फेरि ब्याक टु द फ्रिज गरिदिउँ किनभने यहाँ चाहिँ गरम चाहिँ। भाइ साहब गर्मी इतना ज़्यादा है ना। ओके, हेलो गाइज, गुड मर्निङ। दिस इज द नेक्स्ट डे। अनि आज चाहिँ 16 जुन मेरो हस्बेन्डको बर्थडे। तर यहाँ चाहिँ यस्तो डरलाग्दो पानी पर्दैछ। लेट मी शो यु गाइज। यहाँ चाहिँ हेर्नुहोस् यस्तो छ पानी परेर। ओके, इट्स रेनिङ हेभिली। यो चाहिँ फर्स्ट रेन हो यो सिजनको, भनौँ न फर्स्ट रेन हो। थ्याङ्क गड लाइट आयो, थ्याङ्क गड। सो पानी चाहिँ पर्दैछ, धन्न लाइट चाहिँ आयो हो। अन्त माई हस्बेन्ड जस्ट केम, ही इज टेकिङ बाथ एन्ड आई विल टेक दिस केक टु हिम नाउ। अब चाहिँ केक काटिहाल्नुपर्छ बिकज ही विल बी लिभिङ फर ड्युटी अगेन, देयर इज नो हलिडे। Look, happy birthday to you. There's a small cake for you. There's a small cake for you. And look, what's new? How's the cake? Good. Good? Too good. Didn't you like these cupcakes? Amen. Happy birthday, God bless you. Thank you. गिफ्ट चाहिँ भरे किनिदिन्छु, केक चाहिँ इट्स सो डिलिसियस हो। सबैजना मेरो हस्बेन्डलाई, तपाईँहरू पनि मेरो हस्बेन्डलाई ह्याप्पी बर्थडे विश गरिदिनुहोस्। बिचारा हि इज टायर्ड। He is tired. He just came from morning PT भनेको हो। And after the morning PT we are cutting the cake. PT बाट आएर हामी केक काट्दैछ अहिले। He is tired। र पनि मैले भनेर मानेर केक काट्दैछ कि अहिले नै, नभए बेलुका मात्रै काट्नु पाउँथ्यो, सक्थ्यो, पर्थ्यो। अन्त यस गाइस, बाई, द्याट्स अल। कप केक खान्छु म, बाई बाई। कस्तो क्युट, हेर्नु, क्युट न क्युट। बनाना सेक खाएर जानुहुन्छ। ड्राई फ्रुट्सहरू एड गरिदिन्छु यसमा चाहिँ। बनाना सेक चाहिँ हेरौँ कस्तो भयो। यस्तो भएको छ। बनाना 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 बर्थडेवाला बनाना सेक हो यो चाहिँ। वाटर आयो, सो म काम स्टार्ट गरिरहेको छु। अब फ्रेस वाटर आएपछि चाहिँ सबै काम गर्नुपर्ने हुन्छ, साफसफाइ। यो चाहिँ मेरो काम गरेको खुट्टा, यो चाहिँ काममा जानु आँटेको खुट्टा। बाई बाई। गाइस, माई हस्बेन्ड इज लिभिङ फर वर्क। बर्थडेको दिनमा पनि नो हलिडे, नो छुट्टी। इज क्लिनिङ इज बाई। सो गाइस, मैले चाहिँ काम सकेर खानासाना बनाएर नुहाइधुवाइ गरेर I'm waiting for my husband. Lunch ko like he will come for lunch. Kati bajo aile? It's about to be 3, so by the time it's 3, he will reach here. Till then, stay tuned. Back to the game. घाम टन टन लागिरहेको छ हो। म चाहिँ केस सुकाउनुको लागि आएको यहाँ।
सुतलहरू पकाउनु बत्ती गएर हरेस भयो त्यसै कारण मैले पकाउनु सकेको मात्र हो आलु चप यो चाहिँ प्याज हालेको आलु चप पकाइदिएको छु ल तपाईँलाई मनपर्छ भनेको थिएँ नि यस्तो छ मटर पनिर बनाएँ म चाहिँ गएको म गरमले खानु सकिनँ बाहिर एसीमा आएर खाएको अब बर्थडे बोयको रियाक्सन हेरौँ न ह्याप्पी बर्थडे टु यु गरेको नि सफा देखिस सो यस गाइस त्यस्तै थियो बर्थडे बोय चाहिँ यहाँनिर छ तपाईँलाई केही भन्नु छ थ्याङ्क यू फर वाचिङ माई भिडियो